पोखरी भन्ने ठाउँमा खबाङ गर्ने पुल हेलुङ्गे पुलको अवस्था एकदम दयनीय छ। खोलाको नाम त थाहा छैन मलाई। कालो छहरा, यो कालो छहरा भन्ने ठाउँमा यतातिरको चाहिँ कालो छहरा हो। यो छहरा एकदम कालै छ। बाटो एकदम खराब छ। बाटो बन्ने कहिले होला, सरल सरल जाने कहिले कहिले हो। सिमको छ बाटो। मानिसहरू सडक खण्ड अन्तर्गत अहिले 9/6 को भूभागतिर छु म। 9/6 जुनको भूभागतिर। यहाँ चाहिँ ग्राभल छ। यो तल चाहिँ यो हाम्रो लाँबेर छ। सानो सानो हुन्छ हाई स्कुल पढ्ने एउटा बानी पनि गाडी यहाँ पौडी खेलिन्थ्यो लाँबेरमा। अब यो बाटोको अवस्था हेर्नुहोस्। यो बाटो हुँदै त्यसमा कसरी चल्ने बाटो हो। लडिएला भन्ने एकदम पुरा डर। यस्तो बाटो पछि ओखलेर आइदिएर पुरै ड्यामेज। अब म यहाँ चाहिँ ठाडो ओडार आइसकेँ। ठाडो ओडारको बाटो अब हेरौँ बाटो यस्तो छ अवस्था कि एकदम छ बाटो। मोटरसाइकलमा यात्रा चाहिँ एकदम झन् कठिन छ। मोटरसाइकलको यात्रा ठाडो ओडारको बाटो हो। त्यस्तो अवस्थामा यो अफरोड पुरै अफरोड छ। यो अफरोडमा एकदम अफरोड बाइक के भन्छ डट बाइकहरूको काम छ। यो मेरो जस्तो बाइकको काम छैन। चलेकै छ यात्रा। उचालो चाहिँ त्यहाँ खेतमा पराल फाल्ने कार्यक्रम भइन्छ। पराल पानी पर्ने जस्तो मौसम भएको कारणले गर्दा पराल स्याहार्ने कारण चाहिँ यो अस्तिको यो त्यो यो ठाई नभएको चिजमा आइपुग्यो यहाँ बसरी खोला। अब हर्ला खोलातिर अगाडि बढिरहेको छु। अब चाहिँ एम्बुलेन्स आइरहेको छ। यो 9 गाउँपालिकाको एम्बुलेन्स हो यो। अहिले तपाईँको चाहिँ अब हर्ला खोला आइपुग्यो। म हर्ला खोलातिर माथि गरेर देखाइदिउँछ त्यहाँ झर्नालाई। हर्ला खोला हो। हर्ला खोला पछाडि यो पारी यो पोखरी भन्छन्। खेतमा धान पराल गर्ने कार्यक्रम रहेछ।
यतातिर चाहिँ यो पारी देखिने भूभागहरू सबै 9 बनी 5 पर्छ। दाम्री साबिकको दाम्री गाविस, जाबैको भूभाग। अब म चाहिँ लाहाजोरतिर अगाडि बढिरहेको छु। 20 मिनट भयो यार, धेरै लामो भयो कि यार मेरो भिडियो। बाटो खराब छ। ग्राभल गरेर विकास गर्ने भन्ने कुरा चाहिँ एकदम बेकार छ। यो के अरे हुँदै भएको छैन। यो बाटोमा चाहिँ राज्यको ध्यान नभए जस्तो लाग्यो। जनताको सुविधाको लागि यो छिटोभन्दा छिटो गरेर राम्रो बनाउनु पर्थ्यो, तर त्यो अवस्था छैन है। मान्छेहरू यसरी हिँड्छन्, यसरी हिँड्न बाध्य छन् छोरीहरू। यहाँ तपाईँको यात्रा चाहिँ 2 मिनटमा पुरा भइसक्नु पर्थ्यो। त्यहाँ चाहिँ अहिले झन्डै 10 मिनट लागेको छ बाटोको अवस्थाले गर्दा। यस्तो छ कि बाटो मोटरसाइकलको लागि एकदम जोखिम छ। अरू गाडीहरूको लागि पनि एकदम बहुत जोखिमै छ। मोटरसाइकल मात्र होइन, सबै भेहिकलहरूको लागि चाहिँ एकदम पुरा जोखिम छ। जोखिम मोलेर यात्रा गर्नै पर्छ, गन्तव्यमा पुग्नै पर्छ। अब हेर्नुहोस्, अब यत्रो ढुङ्गाहरू, यस्तो छ अवस्था। लाहाजोर हो यो, पुलमा आइपुग्यो। बाटो यति खतम छ कि पुरा छोड्नुहोस्, कुरा नगरौँ। म लाहाजोर भन्ने ठाउँमा आइपुगेँ। पुलमा पुल भन्ने यो पुल मात्रै हो।